के गर्दैछ त्यो? एडिस्टी त मैसँग बनाएको होइन त मुखेर नि भन्छ अर्को आइडीबाट छाडेर बोलेको क्या त्यो अर्को आइडीबाट प्रिन्ट हुन्छ कति बाटो हेर्दा है किन जोडेको त्यो ह्यान्डसेल त मेरो हात यस्तो छुन खोजेको हौ मैले यस्तो हटाइदिएको अनि आयो लेक्चर दिइरहेको थिएँ लाइभमा साम देखाउँछ नि ल कारमा लगेको के भन्दैछ उता भन्नुहोस् त त्यसले मलाई गर्न पाएको केही पनि होइन यसले हेर्नु दाँत कि गर्छ सबै मदी लागेर दाँत सफा गरेर हो नि सबै अर्किन्छ दाँतमा जे खाँदैन अर्किन्छ यो चाहिँ के अर्केको त? मैले ह्यान्डीलाई बिग फ्यान भन्यो भने यो कान काटिदिन्छु म इभन म कुल बोयलाई भेट्दा चाहिँ के भन्छ अरे बिग फ्यान भनिनँ मैले कुल बोयसँग लाइभ बस्दा त बिग फ्यान भनिनँ त्यो ह्यान्डीलाई तल सुँगाइदिन्छु बुझ्यौ देखिँदैन मेरो डिक्सनरीमा छैन ल कसैलाई बिग फ्यान भन्ने देखिँदैन मेरो सङ्घर्षको अगाडि नि त्यो ह्यान्ड कोही पनि होइन केही पनि होइन हेर्दै बाजी त्यो ह्यान्डसँग नमस्ते गरेको मैले 2 हात जोडेर यस्तरी हौ म छक्क परेँ अनि के खुट्टा जोड्नु पर्छ त? सम सफ्ट भयो नमस्ते भन्दाखेरि त ल त्यही पनि अब सधैँ बसेर एउटा भर्खर जोडिएको नि त्यही भएर नमस्ते रेस्पेक्ट दिएको नि जे हो नि हो नि त हेर्न यिनीहरूको के बिचमा छ अनि मलाई नल्याए राडी उसको बेहोरा छैन क्या त्यो कस्तो छाडा कुरा बोल्छ माइला दाइसँग जोइन भएर थाहा छ न माइला दाइलाई त्यो नराम्रो बोल्नेले नराम्रो गर्छ होइन यसले रेस्पेक्ट गर्यो त्यसलाई होइन त्यसले पनि त माइला दाइलाई रेस्पेक्ट गर्नुपर्ने नि त त्योभन्दा ठुलो होइन माइला दाइ आफूभन्दा ठुलो त रेस्पेक्ट गर्नुपर्छ जस्तो सुकै होस् त्यस्तो रेस्पेक्ट गर्छ कसैलाई मलाई भेट्यो कि भोलिपल्ट लाइफमा जोड्यो कि बहिनी रे मलाई त कहाँ भेट्यो कारमा छुने बेला बहिनीवाला फिलाएन कारमा लगेको नि त मान्छेले घर लगेको नि त अनि यस्तो हात छुँदाखेरि चाहिँ बहिनीवाला भेट फिलायो नि त्यसलाई छोयो पनि नि छोयो छुइहाल्छ नि त नि छुनु कुन ठुला कुरा र नराम्रो सेन्सले होइन तर म जे हो त्यही मात्र बोल्छु क्या मलाई त्यस्तो झुट बोल्न आउँदैन उहाँले हजुरले गरेको एस कलर हो है दिदी कि पर्पल हो त्यो मेरो त एस कलर नै आएन हौ एउटा आएन सबै खैरो आयो अलिअलि भएको एस कलर पनि गयो मेरो त कलर आइन्छ त्यही सब गयो पहिलाकै रङ आयो मेरो अलरेडी खैरै छ कपाल मलाई त मलाई मसँग भेट्नु पाउँदा हेन्सीको भाग्य पो हो त कस्तो कस्तो केटाहरू भेट्न पाउँदैन त्यसैलाई काली कौवा त्यो भेट्यो मसँग टेढे हेर्छ नि टेढे छ त्यो यस्तो चाँगा डेढै र त्यस्तो भन्न त मेरो भगवान् पाप्न लाग्यो होइन तर त्यसको बेहोरै त्यस्तो छ त्यसको बेहोरै त्यस्तो छ एटिट्युड कस्तो देखाउँछ उसलाई एकचोटि थमेको के भनेर अनि त्यस्तो त्यस्तो भन्यो त्यसले रेस्पेक्ट गर्दैन क्या तल माथि पुगायो भने एकैछिनमा तल पनि झारिदिन्छ त्यसले मलाई कति माया गर्छौ भन्दै कल गर्थ्यो पहिला मलाई कति माया गर्छौ रे होइन
अनि लाइभमा आएर चाहिँ खुब मैले मन पराउँछु भनेर सुनाउँछु भ्युवर्सलाई म मन पराउँछु त्यसलाई भनेर हौ त्यस्तोलाई हेर्छु म न जात मिल्छ न बडी मिल्छ न औकात नै मिल्छ म कहाँ छेत्री त्यो कहाँ डुम छेत्रीको छोरी पाउनु त्यति सजिलो छ त्यो पनि डेँडाले पहिला भेटायो मैले फर्स्टचोटि त्यसलाई भेटायो यहाँ गाउँ आइकन कहाँको हो त्यो खै कहाँको हो क्या म दिदीसँग गएको थिएँ फोन गरेको गरेर बोलाएको त्यसले मलाई त्यही पनि त्यसलाई भेट्न गएको होइन बाटोमा परेर भेटेको ए भन्नुहोस् त्यसले मलाई केही गरेको छैन इ राति छोएर कसम खान सक्छु के भन्छ मान्छे कसले म कस्तो छु मलाई थाहा छ क्या सबैलाई एक्सप्लेन गर्नु जरुरी छैन आकाशबाट त्यो त यहाँ टाँस्न हो मेरोमा अहिले आइजान्छ अहिले हामी पार्लर कान चिलाउँदैछ ओ माई गॉड म जस्तो केटी पाउनु पर्यो नि त हौ हड्डी त्यहाँ गयो हड्डी फेरि हड्डीले मलाई हेर्न यहाँ कुकुर सानो के उठ्छ म चाहिँ यस्तो यहाँ भनिरहेको थियो मैले नपढेको मलाई फरक पर्दैन म जस्तो केटी पाउनु पर्यो नि त्यो निधारमा हुनु पर्यो नि भाइ ठमेलको बिचमा जाने केटी मन पर्ने होला त्यस्तै हो चस्सा नि त ठमेलको माल चाख्ने बानी भएपछि त्यस्तै हो काठमाडौँ जानु न हाल्ने कलर को भोक लागेर साँच्चै केही खाजा अर्डर गर्न मिल्दैन यहाँ आगो धेरै नङ्ग्लो कोदारो नि सुन्नु न दिदी दिदी दिँदैन होला हौ दिदी यता खाजा अर्डर गर्न मिल्दैन कहाँ हो तपाईँहरू खाजा खानु हुँदैन कसरी खानु थ्याङ्क यू विशाल हेलो ए हेर्न मेरो छाला रुकेको हेर्न के भएर है पौला मासु फेरि क्या गोरो भएको क्या यही पहिला त गोरो भएको छ नि त हेर्दै कति गरी हेर्दै पुरै पक्कै भइरहेछ कि दित्तिस होला मलाई तैँले ए हेर्न यस्तो रातो हुँदैछ हेरिस् म नि झगडा पऱ्यो भने मात्रै मेरो गाला रातो हुन्छ यहाँ रोज आएर रातो हुन्छ अब अलिकति नाच्ने गर्नु पर्यो हिजो मेरो लाइफमा बोल्दा कति रातो भएको थियो मेरो आँखा मुख अनि यहाँ दुख्दैछ अघि नङ्ग्लो छोरा त्यता के गर्नु पर्यो रे तैँले नाक बनाउनु पर्यो कसरी बनाउँछ सानो बनाउनु पर्छ टिक गरेको यस्तो त्यो जातले पाएको नाक हो क्या अब मेरो नाक हेर्न कतिवटा हेर्नु देखिन्छ होइन होइन मेरो हेर्दा त्यही भएर म फोटोहरू चाहिँ देखिँदैन हाँस्दै हेर्दा यहाँ कसरी हेर्दा गोमन शर्मा गर्दा यस्तो फुल जस्तो गोपिन्छ भने सिरियसली मेरो पनि त्यस्तो देखिने नाक हेर्न रुयो भन्दा नि यो मेरो तल जस्तो फुलेर यस्तो हुन्छ मेरो सुरुदा कत्रो हेर्दा यहाँ हाँसे गर्दा हाँसे नाम चाहिँ कति देखिन्छ राम्रो छ म रुयो भन्छ ठुलो आज मैले सपनामा होइन मैले प्लेन चढेको देखेको थिएँ मैले सपनामा एक्जाम दिन जान्छु रे आउँदै आउँदैन एन्सर रे भेट्दिनँ रे अनि शिवजी भगवान् रे त्यो गाईको माथि पनि शिवजी भगवान् देख्छु रे त्यो राति मैले हेरेर सुताएको थिएँ नि त ट्याटु अनि त्यही भएर खालि शिवजी देखेर यहाँ यस्तो ट्याटु हाल्ने हुँदैन बब्बाल छ है मलाई पठाएको छस् होइन त होइन केदारनाथ मन्दिर पनि छ क्या तुम सही गाइस म हेर गाइस मेरो नाक कत्रो छ कि यहाँ ट्याटु हान्छ अब म ट्याटु हान्ने भूत कहाँबाट चढ्यो के भयो रिजल्ट रिएक्जाम कहिले छ अस्तिको एक्जाममा फेल भयो नम्बर देऊ भनेको कसको नम्बर दिनु अहिले म निकिसाको माग अब गरिदिन्छु रिएक्जाम आउँदैछ सबैमा देखिरहेको रे म त 300 जना भ्युअरको ट्याप ट्याप यही हो त्यही भएर म लाइभ आउँदिनँ बुझ्यौ ट्याप ट्याप हान्ने गरेँ ट्याप ट्याप
9 is to थाम न हौ